Hello, good morning everyone. It's me Deepa. हिजो फर्स्ट डे फर्स्ट नाइट अब चाहिँ हामी डेन पसारमा छौँ हामी डेन पसारबाट चाहिँ उपुत जानेवाला छौँ आज चाहिँ यो चाहिँ बिहानको मर्निङ लुक हो मेरो यस्तो भएको छ म बाहिर कस्तो छ भने एकदम गर्मीको सिजन रहेछ एकदम टायर्ड फिल हुने पानी धेरै खानु मन लाग्ने पानी आइडोन्ट नो कस्तो छ यहाँको हामीले प्रायः मिनरल वाटरै किनेर खाइरहेको छौँ अनि चाहिँ महँगो सस्तो एकदम सस्तो भन्नुहुन्छ नि त्यो चाहिँ डिपेन्ड होटल अनुसार हुँदो रहेछ डिपेन्ड अन द होटल है हजुर फाइन डाइनिङ यस्तो एकदमै राम्रो खालको 5 स्टार होटलहरूमा जानुभयो भने चाहिँ एज कम्पेयर टु अस्ट्रेलिया सेम सेम प्राइस जस्तो आउँदो रहेछ तर अब बाहिर हामीले त्योभन्दा बाहेक त्यो फुटपाथमा त्यो बाहिर त्यसरी खाएको छैन त्यही फाइन डाइनिङमै गऱ्यौँ हिजो हामी धेरै छौँ नि त ग्रुपमा आएको भएर सो बाहिर चाहिँ हामीले खासै हामीलाई नलेज छैन अनि यही होटलमै पनि ब्रेकफास्ट गर्दा चाहिँ धेरै पैसा नलाग्ने चाहिँ बरु होटलमै स्टे प्लस ब्रेकफास्ट गऱ्यो भने चाहिँ $5-6 ब्रेकफास्ट आउँदो रहेछ त्यही हो हजुरलाई चाहिँ म पिजीमै छु भर्खर उठ्यौँ बिहान 8 बज्यो बिहानको हाम्रो चाहिँ बाहिरको नजारा खासै त्यस्तो राम्रोसँग देखिँदैन बस बाहिर यस्तो अलिअलि हल्का म देखाएको छ बसेको होटल हो स्विमिङ पुल हाम्रो रुम यो त्यो चाहिँ हाम्रै साथीहरूको एउटा दुइटा 5वटा बेडरुम छ हाम्रो चाहिँ यहाँनिर टोटेका छ अनि मेरो बुढालाई चाहिँ ब्रस मन्जन किनेर ल्याउनु भएको थियो आएदेखिबाट ब्रस मन्जन गर्न पाएन त्यही भएर पुरा मुखै गनाइसक्यो त्यही भएर मेरो बुढालाई मैले ब्रस र मन्जन किन्न पठाएको थिएँ अब ब्रस र मन्जन किनेर लिएर आउनुहुन्थ्यो यहाँ बाहिर चाहिँ यस्तो गर्मी छ अनि फेरि भित्र आयो भने चाहिँ ओहो आहा आहा वाला भाइब छ एकदम आनन्द छ भित्र चाहिँ हामी लास्ट गर्मी भइसक्यो हाम्रो हालत फ्याक भइसक्यो मेरो साथीको बहिनी मेरो देवर बाबु चाहिँ कोरियाबाट आउनुभएको नि त हामी सँगै यहाँ बालीमा भाइ के गरिरहनु भएको छ भने बाबु उठ्नु भयो पुरा मुख धोएर हजुरसँग छ मन्जन मन्जन छ यहाँ दादा ल्याउनु भएको सरी ते उठा 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 मैं सबलाई डिस्टर्ब करते रहेछु तुम्हारे सोच से भी ऊपर है हम स्टिल सुत्दैछ यिनीहरू लगायो त्यहाँ यो हिजो मोबाइल क्यामेरामा चार्जै नभएर बनाउनु पाउँदैन ऊ गर न ब्रेकफास्ट गर्न जाने बेला भयो 8 बज्यो 8 देखि 9 मात्रै हो ब्रेकफास्ट थाहा कि नै 8 देखि 9 मात्रै हो है ब्रेकफास्ट कस्तो गर्मी हो के को क्रिम पनि हुन्छ नि कस्तो भएको के यहाँ त Let's say hi to her. She is my cousin sister and of course she is from Sydney. अहिले कपडा ल्याएर मख भरेको भाइको गिफ्ट कोरियाबाट गिफ्ट र दाइ चाहिँले चाहिँ एउटा कट्टु पनि ल्याइदिएन फेरि भर्खर ब्रस मन्जन किनेर ब्रेकफास्ट दुईजना लक्का जवानहरू ब्रेकफास्ट खान हिँडे मेरो बहिनी बिहानको लुक्समा नि परि देख्दा मलाई धानचरी देखिरह What do we have for breakfast? सब एक एक पिस पाउँछ Breakfast buffet ल यहाँ देखाइदिन्छु म पहिला यो चिकन नगेट्स र अमलेट होला यो ब्रेकफास्ट यिनीहरूले किन $4 मात्र लेखे यति सस्तो किन भयो भनेर मक्ख परेको त
चरालाई चारो हाले जति पो दिँदो रहेछ नि Fried rice, something त्यही पनि अघिल्लो दिनै हामीले अर्डर गर्नुपर्थ्यो भनेर हाम्रो ब्रेकफास्ट दिएन गाइस अनि यति बेला चाहिँ लाबारिस फिल मलाई मात्रै भएको थियो कि अरूलाई पनि थाहा छैन रेडी टु गो आउट आई डोन्ट नो सबैजना रेडी भयो कि नै हामीलाई छाडेर गयो क्या हो यार हाम्रो हस्बेन्ड बनाउँदाहरू के थाहा कहाँ पो गयो खोइ त कहाँ गयो केटाहरू कहाँ गयो कहाँ गयो है ए रेडी हो म त धेरै थैला हुनाले गर्मी छ सब चलल्लै प्यासम्म झर्छ सिनबाट ल्याएँ सिन जिन्दाबाद के वी आर रेडी कोरियन जस्तो देखिन्छ भने कपाल काट्यो पछि त यस्तो सुबानल्ला देख्यो लास्ट हेलो एभ्रिवान वी आर फाइनली रेडी हामी जानलाई रेडी भइसक्यौँ अब चाहिँ हामी यहाँबाट होटलबाट चेकआउट गरेर उबुदतर्फ लाग्दैछौँ उबुद जाँदैछौँ त्यहाँबाट चाहिँ अब हाम्रो डिफ्रेन्ट ठाउँमा जाने प्लान बनिरहेको छ सो स्टे ट्युन विथ अस म चाहिँ हजुरलाई अपडेट गराइ नै रहन्छु है त बाई बाई अनि म कस्तो देखेको छु प्लिज अनि यो सर्ट चाहिँ यस्तो राम्रो लुगामा यो सर्ट किन लाग्यो भन्दा चाहिँ घाम गर्मी हुँदो रहेछ सो त्यही भएर यो सर्ट लगाएर पनि हिँड्न पर्ने सो त्यही अब एउटा क्यामेरै बोकेर हिँडेपछि त सबैजना भेला पारेर हाई पनि गरिदिउँ न भनेर गरिदिएँ मैले चाहिँ खै कुनै के कुरामा हामी हाँसेको थियौँ मैले बिर्सेँ ल हामी चाहिँ अब लाग्यौँ है यो होटल छोडेर अब हामी लाग्यौँ हाम्रो फुल अन लग्जरी भिल्लातर्फ कतिमा किने हजुरले हामी देउर आउँछु गाडी साढे 10 मा भने अनि अघि धानचरी देखेको मलाई अब देखेन त स्वर्गको परी जस्ती कि कसो होइन क्या किलर आ गया हैंडसम देख रहा है हाम्रो गाडी आउनलाई टाइम लगाइदियो सो हामी चाहिँ जुस म्याङ्गो जुस खान गयौँ गर्मीको सिजन भएकोले म्याङ्गो चाहिँ त्यहाँको फेमस थियो त्यस पछाडि फाइनली हाम्रो गाडी आउँछ सो हामी यहाँबाट जाँदैछौँ हाम्रो इटनरी भनेको चाहिँ बाटोमा हाम्रो घुम्दै घुम्दै जाने नै हो फोटो भनेर भिडियो खिच्दैछु म चाहिँ पोज दिन लगाएर यो होल जर्नीमा मेरो बुढा मसँग बसेको भनेको यति होला कि यति होइन भने ऊ चाहिँ खालि ड्राइभरको अगाडिको सिटमा कन्डक्टर जसरी अगाडि नै बसेर गएको थियो चिकन बाउल मन पर्छ चिकन बोल होला नि बाउल होइन चिकन बाउल बाउल त which type of bowl bro last 6 5 sorry Did you open your bowl this morning, darling? sorry बिनाजलाई चिकन बाउल मन पर्छ रे which type last 6 one type type 7 is very infectious टाइप 1 टाइप 2 हुन्छ नि म त अस्ति भर्खर आएको कि मजा गाडीमा हिँड्दा भोको लाग्यो त साथीहरू अब हामी चाहिँ गयौँ इन्डियन रेस्टुरेन्टमा के गर्नु नेपाली पछि दालमा भात भागहरू केही मन पर्दैन अनि भाइले चाहिँ आफ्नो भिडियो पनि खिच्नु भएको रहेछ मैले हालिदिएको छु हेरेर हाँस्नु होला म
म त टाढा भयो नि त नि ल भयो छोड्दिनु 이리 들어갑니다. 다시 아무데나 몰라 떠봐. ब्रेक सबैलाई हो खाऊ न खानासाना खाएर त्यस पछाडि हामी नेक्स्ट डेस्टिनेसनतिर जाँदाखेरि यहाँ छिरेको बिचमा लास्ट गर्मी थियो बस्नै सक्यो रेन्ट अरे यस्तो रेन्ट लिएर चट्ट हेर्दै बस्ने रहेछ घाममा यस्तो घाममा बसिन्छ त यार पागलै हुँदो रहेछ अहिले रेन्ट भने that's fine. We will come tomorrow. Today very hot. We will come tomorrow. It's very hot. How you guys survive? It's too hot. Surfing. We'll back tomorrow, okay? Okay, tomorrow, yeah. Yeah. It's very hot today. के भन्यो हिरोनी केटी देखेर जिस्काइहाल्छ नि के अरे हामीलाई दामी केटी देखेर तिनीहरूले अनि हामीलाई जिस्कायो भनेर घरहरू के नेपाल जस्तै है सेम पाटन त्यस्तै छ मान्छे हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे ओ मेरो बुढा जाउनु न के हो र यहाँ बालीको विकास देखेर चाहिँ मलाई नेपालमा पनि यो कुराहरू चाहिँ सम्भव छ जस्तो लाग्यो मलाई अब कतिजना घुम्न जानुभएको छ हजुरहरूलाई कस्तो के लाग्छ कति वर्ष लाएर बना होला है केही भएन टेम्पलमा छौँ हामी के टेम्पल हामी फाइनली आइपुगेको छौँ गरुडा विष्णु टेम्पल यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ एकदम ठुलो स्ट्याचु छ गरुडा विष्णुको मेन भनेको चाहिँ एकदमै प्राकृतिक रूपले भरिपूर्ण सुन्दरतामा चाहिँ एकदम भरिपूर्ण देख्दाखेरि चाहिँ मनै एकदमै आनन्द आउने रहेछ जाने बाटोमा चाहिँ सानो सप रहेछ पुरा स्ट्याचुहरू सबै कुराहरू राखेको चक्लेट बेलुकालाई snacks for the drink. यो चाहिँ सिजन भएकोले सायद तर टुरिस्टहरू चाहिँ एकदम धेरै हुनुहुन्थ्यो नट ओन्ली अस कति धेरै हुनुहुन्थ्यो कि एकदमै भिड जताततै एकदमै भिड थियो वेलकम थ्याङ्क यू साँच्चैकै यो सबै कुरा मैले मेरो आँखाले देखिरहेको छु त जस्तो फिल भइरहेको थियो मलाई चाहिँ इट्स टु नाइस के कति हुन्छ नि कति राम्रो के कसरी बनाएको होला हाम्रो नेपालमा यही कुरा पाइँदैन नि जुन चाहिँ यहाँ छ अनि गरे के सम्भव छैन जस्तो लाग्छ कि मलाई आज चाहिँ हामी सेकेन्ड डे अफ बालीको सेकेन्ड डे भयो यहाँ सबले फोटो खिचाइरहनु भएको थियो हामीले पनि खिचायौँ ग्रुपमा सिङ्गल कपल गर्दै अनि यो बिग स्ट्याचु नै कति राम्रो के हरियाली त मनै लोभ्याउने छँदैछ यो स्ट्याचु एभ्रिथिङ इज सो प्रिटी सो नाइस गाइज हजुरहरू पनि बाली जाने सोच्दै हुनुहुन्छ भने गो अहेड भन्छु म चाहिँ तर होइन तलतिर गर्मी यहाँ त आनन्द बस्न हाइटमा छ नि
हजुरले यो देखिरहनु भएको छ नि यो चाहिँ पहाडलाई नै काटेर बनाएको रे भनेर सुने मैले होइन पुरा बिचबिचबाट ठुलो ठुलो पहाड त्यो पनि ऊ जमानामा काटेर बनाएको रे कि डु यु गाइज बिलिभ कति राम्रो हो कि यो हामी यहाँ मन्दिरमा छौँ अनि आई गेस यहाँनिर केही मन्दिरको त्यो भजन समथिङ के बजेर अनि त्यसमा नृत्य प्रदर्शन हुन लागेको हो कि जस्तो लाग्छ हेर्दाखेरि चाहिँ मेडिटेसन गरेको जस्तो पनि देख्छु मेबी नृत्य प्रदर्शनै होला सायद टक्क लाएर पल्टी मारिसक्नुभयो अब यहाँ सबैजना पल्टी मारेर ल टक्क यसरी बसेर यहाँनिर चाहिँ नृत्य हेर्ने रहेछ है सबजना यसरी पल्टी मारेर बस्ने रहेछ यहाँ हाम्रो बाबु पुरा बिजी यो चाहिँ एकदम सस्पिसियस स्टोरी टेलिङवाला नृत्य थियो तर उहाँहरूले आफ्नै ल्याङ्ग्वेजमा भन्नुभएकोले हामीले चाहिँ केही पनि बुझेनौँ तर एकदमै राम्रो के उहाँहरूको त्यो आफ्नो कल्चरलाई रिप्रेजेन्ट गर्ने तरिका उहाँहरूको आफ्नो कल्चरप्रतिको माया चाहिँ मलाई एकदमै रेस्पेक्टफुल लाग्यो हामीले सानोमा हामीले यो उसमा सानोमा हामीले बारीतिर खान्थ्यौँ कि टिप्दै खाँदै गर्थ्यो अनि यो पुरा अहिले यहाँ यस्तो यो इन्डोनेसिया यस्तो बेच्नै राखेको हुँदो रहेछ कि यस्तो हो कि यसलाई चाहिँ मुसाको जाँड भन्छ बल्ल मलाई नाम याद आयो अब चाहिँ यसो ग्रोसरीहरू सपिङ गरेर हामी चाहिँ बेलातर्फ लाग्दैछौँ राति पनि भइसक्यो त्यही भएर मुसा गेडी कि के भन्थ्यो नामै बिर्सेँ यहाँ मैले यो मुसी गेडी के भन्छ सानोमा हामीले उसमा खान्थ्यो पुरा मिठो यस्तो मिठो हुँदैन है लिची मैले एउटा हालिसकेँ अर्को नि हाल्नु हाल छौँ हामी चाहिँ आज के हो यसको नाम मातो टर्रो हुन्छ होला यो माटमा छौँ हामी केरा त यत्रो ठुल्ठुलो केरा हुँदो रहेछ काँक्रो ट्याक्कै नेपाल जस्तै हुँदो रहेछ काँक्रो चाहिँ अफ भयो फाइनली हामी चाहिँ हाम्रो भिला आइपुगेको छौँ अब चार्ज पनि सक्यो तर अन्धकार भएको I have no machine. No, I don't know. दिस इज आवर भिला के हो यस्तो ल दिस इज आवर भिला गाइस मेरो बुढा किचनमा छिरिसक्नु भयो सुरुमा प्लास्टिक होला हो Thank you for watching guys. See you on the next video. And यो चाहिँ सेकेन्ड भिडियोको इन्डिङ थियो थर्ड भिडियो चाहिँ कमिङ सुन त्यो दिन बेला गएर हामीले खाना खाएर अनि रेस्ट गऱ्यौँ बिजेले चाहिँ हामीलाई मिठो बिरयानी बनाएर खुवाएको थियो सो हामी सबैले डिनर इन्जोय गऱ्यौँ अनि त्यस पछाडि रेस्ट गरेको थियौँ सी यू गाइज बाई बाई मेरो थर्ड भिडियो चाहिँ